ठाउँमा चाहिँ यो तालिम चाहिँ अति नै जरुरी छ भनेर WHO ले नेशनल हेल्थ ट्रेनिङ सेन्टरसँग समन्वय गर्दै अब चाहिँ यो पाइलटिङ गर्नुपर्छ कि भनेर लुम्बिनी प्रोभिन्स, कर्णाली प्रोभिन्स र त्यसैगरी चाहिँ सुदूरपश्चिम प्रोभिन्सलाई चाहिँ छनौट गर्नुभयो। जस अन्तर्गत चाहिँ कर्णाली प्रोभिन्सलाई चाहिँ कर्णाली प्रोभिन्सको पनि सल्यान जिल्लाको कालीमाटी गाउँपालिका छनौटमा पुग्न पुग्यो। यो त्यसैको हकमा पनि धन्यवादी चाहिँ ठान्नु पर्दछ। त्यसैगरी चाहिँ WHO लाई पनि धन्यवाद दिनु पर्दछ र सँगसँगै अहिले चाहिँ हाम्रो नेशनल हेल्थ ट्रेनिङ सेन्टरको चाहिँ सरहरू कोही पनि हुनुहुन्न, म्याम्बर हुनुहुन्न, तर पनि उहाँहरूको पनि यो कालीमाटी गाउँपालिकालाई चाहिँ फोकस गर्नुपर्छ भन्ने उहाँको इच्छा चाहिँ थियो। जस अन्तर्गत चाहिँ गोरख सरसँग मेरो धेरै पटक चाहिँ कुराकानी पनि भयो। म पनि यो सल्यान जिल्लामा चाहिँ मेरो जन्मस्थान भएको कारणले पनि मलाई यहाँको बारेमा केही न केही जानकार भएको कारणले यसबाट सुरु गर्नुपर्छ है भन्ने मेरो पनि एउटा इच्छा भयो। जसले गर्दाखेरि यो सबै कुराको जमर्को भएपछि हामीले यो 5औं ब्याचको पहिलो चाहिँ यहाँबाट सुरु गर्न सफल भयौँ। यसको लागि चाहिँ म फेरि पनि विशेष गरी चाहिँ गाउँपालिका र त्यसैगरी चाहिँ WHO NSTC लाई चाहिँ धन्यवाद दिन चाहन्छु। र सँगसँगै यो तालिम चाहिँ यति क्रिटिकल चाहिँ थियो भनेको यति के अरे संवेदनशील हो। मैले सोचेको थिएँ कस्तो खालको सहभागी चाहिँ आउनुहुन्छ होला, फेरि सिकाउनलाई चाहिँ साह्रै जिरोबाट सुरु गर्नुपर्छ कि भन्ने लागेको थियो। हामीले प्री टेस्ट चाहिँ लिइसकेपछि यहाँहरूको लेभल चाहिँ हामीलाई थाहा भयो। अब कहाँबाट सुरु गर्ने भनिसकेपछि हाम्रो प्रशिक्षक साथीहरूले, प्रशिक्षक सर म्याम्बरले पनि सुरु गर्नुभयो। जसले गर्दाखेरि चाहिँ यहाँहरूलाई एकदमै यसलाई प्र्याक्टिकल्ली चाहिँ हामीसँग भएका स्रोत साधनलाई चाहिँ हामीले प्रयोग गर्दै यो तालिम चाहिँ सञ्चालन गऱ्यौँ। यो यति राम्रो चाहिँ भयो, यहाँहरूले यति राम्रो चाहिँ गर्न सक्नुभयो कि अब चाहिँ भिरबाट चाहिँ भिरबाट लड्ने, त्यसै रुखबाट चाहिँ झर्ने, खोलामा चाहिँ बग्ने, त्यसै गरी चाहिँ गाडी चाहिँ एक्सिडेन्टमा चाहिँ पर्ने र सँगसँगै चाहिँ हाम्रै गाउँघरमा चाहिँ सर्पल चाहिँ टोक्ने, मौरीले, बिच्छीले, विभिन्न किसिमकाले चाहिँ टोकाइबाट पनि अब कसरी चाहिँ हामीले प्राथमिक उद्धार अथवा प्राथमिक उपचार गर्न सक्छौँ भन्ने कुराको जानकारी चाहिँ यहाँले पाउनु भएको छ। यसको लागि चाहिँ म असल छिमेकी नेपालको तर्फबाट र म व्यक्तिगत तर्फबाट पनि यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को कुरा चाहिँ मैले चाहिँ के पनि पाएँ भन्दाखेरि चाहिँ यहाँहरूको एउटा सिक्ने एउटा इन्ट्रेस्ट, एउटा चाहना चाहिँ धेरै रहेछ। हामीले चाहिँ धेरै ठाउँमा चाहिँ तालिम चाहिँ दियौँ। मैले चाहिँ रोड सेफ्टी, क्रास एन्ड म्यानेजमेन्टको तालिम पनि दिएको छु। त्यसै गरी चाहिँ योभन्दा अगाडि चाहिँ रुरल फर्स्ट रेस्पोन्डर भन्ने तालिम पनि हामीले सुरु गरेका थियौँ। त्यसै गरेर अर्को हामीले चाहिँ एउटा के भन्छ एम्बुलेन्स ड्राइभर ट्रेनिङ पनि हामीले सुरु गऱ्यौँ। तर यो चाहिँ अहिले आएर चाहिँ कम्युनिटी फर्स्ट हेल्थ रेस्पोन्डर अथवा सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ता चाहिँ तय गर्नुपर्छ भनेर जसरी चाहिँ एउटा नेसनल लेभलमा चाहिँ यो करिकुलम चाहिँ बन्यो। अब यो चाहिँ पाइलटिङको रूपमा चाहिँ हामीले सुरु गऱ्यौँ। यो असाध्यै चाहिँ राम्रो चाहिँ छ। अब चाहिँ म गाउँपालिकालाई के अनुरोध गर्न चाहन्छु भने यसले चाहिँ जीवन बचाउनको लागि